연주분데 너무 싫어나가 빠졌어. को तो नहीं नाता है आज न्यू इयरमा हैन घुम्न हिँडेको है हामी चाहिँ हैन कता भन्दाखेरि हापने घरबाट हामी बिहान कति बजे निस्क्यो भन्दाखेरि लगभग 9 बजेतिर निस्क्यो होला अनि 9 बजेतिर निस्किँदाखेरि चाहिँ के भयो भने अहिले हामी अझै पनि बाटोमै छ अझै 18 मिनेट बाँकी छ हैन पुग्ने चाहिँ कति बजे भन्दाखेरि 4 बजे ल यस्तो छ बाटो पुरै जाम छ यस्तरी हैन पुरै प्याक छ यहाँ पुरै उस छ यो रातो छ अब त्यो माथिसम्म जाम छ क्यारे अब पहिला जाउँ हैन केबल कारबाट आउने भए चाहिँ अलि तलैबाट आउने होला अहिले भर्खरै केबल कार गएको देख्यो हैन हामी चाहिँ गाडीबाट आएको अब त्यहाँ केबल कार देखिएन है छ्याप्पै ल त्यहाँ केबल कार गयो जान चाहिँ अनि त्यही भएर हामी चाहिँ अब यहाँबाट अझै पनि बाँकी छ कति भने 17 मिनेट बाँकी छ हैन यसबाट अझ माथि गएर पार्किङ पाउने नपाउने थाहा छैन पछाडी दाइहरु पनि हुनुहुन्छ हैन गाह्रो छ गाह्रो भन्दा पनि त्यो के मेमोरी मात्र हुने भयो के त्यो पुरै अँध्यारो हुने भयो माथि पुगुन्जेलसम्ममा यहाँबाट केबल कार आउने जाने हुँदो रहेछ के नदेख्ने रहेछ है फ्याट्ट भर्खरै गयो अब आयो भने एकचोटि देखाउँछु म आयो भने आइहाल्यो आएन भने छोड्दियो यहाँबाट केबल कार ठ्याक्क केबल कार देखेँ क्या बल्ल है नजिकबाट ल पुरै घाम डुब्न लाग्छ हैन पुरै बल्ल बल्ल माथि आइपुगेछ है भोल्केनो फुटे जस्तो देख्न चाहिँ है रियालिटीमा चाहिँ हो चाहिँ के थाहा भएन त्यो चाहिँ हैन अहिले एकछिनपछि हेरौँला है त त्योहरु ल जसो तसो चढेर माथि चाहिँ आइयो हैन अब गाडी पार्किङ गर्न पाइएन माथिको भ्यू यस्तो छ 5 बजे भित्रमा फर्कियो भने रहेछ भाउजू ल यता हेर्नु ल है यहाँनिर कालो अन्डा छ हामी चाहिँ समय सकिँदाखेरि आइपुग्या भएर खिच्न देखाइन हैन ए भाइ फोटो खिच्न मिल्दैन रे नि त है ल खिच्दिउँ है त ल भाउजू फोटो खिच्दिनु है त अब यो माथितिर उस छ जम्मैलाई गाडी चढेर जा भनेर लहर्दैछ यतातिर ल नानी मामी कस्तो लाग्यो त है ल अब निस्किने अब वारी भनेर लहर्दैछ त्यो बाजे वारी भन्दै लहर्दै आउँछ अब त्यसले एकचोटि टिपौँ है बाजेले लहर्न आइसक्यो अब त्यो जिद्दी गरेर हुँदैन हैन त्यो माथि भोल्क्यानो भइहाल्यो कालो अन्डाको चित्र त्यहाँ छ किन्ने पनि त्यही होला अब सायद अब हामीले चाहिँ किन्न पाएन हैन अब हामी चाहिँ ठ्याक्क उस हुने बेला आइपुग्यो क्या सकिने बेला आइपुग्यो त्यहाँनिर घाम डुब्न लाग्छ एकदम राम्रो देखाएको छ त्यो घाम डुब्न लागेको चाहिँ अब त्यो छोड अब नेक्स्ट टाइम आउने त्यो कालो अन्डा चाहिँ अब किन्न पाइएन किन्न सकिएन किन्नै मिलेन भनौँ न उसमा भएर यी सबैजनालाई फर्काउन लाग्छ है यसरी पुरै कामै छ नि यहाँबाट अलिकति सिन राम्रो भनेको चाहिँ घाम डुबेको सिन मात्र राम्रो देखाएको छ त्योभन्दा बाहेक त अरू त केही पनि राम्रो छैन आज त दिनै खराब यहाँ तल अलिकति समस्या पर्यो त्यही भएर पनि हो हुन चाहिँ अलिकति यहाँ यतिको छ ल यही मात्र अब यसले लहटे गर्यो यस्ता नि यसले अनाउन्स गर्न लगाऊ न एकचोटि यहाँ बस्यो भाउजू ल आउनु त आउनु ल आउनु न आउनु अहिले लखन आइहाल्छ यिनीहरूले त्यही भएर त्यही बिचमा गएर अलिकति खिचौँ ल भयो जाउँ यही हो अलिकति राम्रो देखिने भनेको यहाँ चाहिँ अब सबैले लखर्दैछ ऊ त्यहाँ केबल कार रहेछ नेक्स्ट टाइम आउँदाखेरि घुमिन्छ होला घुम्न चाहिँ होइन अब चाहिँ भने यति नै हो योभन्दा बढी अब हामीले गर्न मिल्ने केही पनि छैन लखटे छ पुरै है ओके देश गोजी देऊ अरे त्यसका
5時じゃないよ、40分だよ。 40分 40分でどうも知らなかったです。終わりもう帰る5あれ時じゃないから。5時だったらまだいいんだけど。はい5時じゃないから。ありがとうございます。लहटे गरेर नेपालीमा त जे भने नि मिल्यो नि जापानिजमा पनि मिलेन त ल यस्तो छ ल बाई बाई गरौँ यिनीहरू सबैलाई अब यहाँबाट निस्किने हो यहाँ अब यो नेपालीहरू छन् चाहिँ साथीभाइहरू सबै आफ्नै गाउँठाउँमा जस्तो भयो हो भाइ हो के कस्तो लाग्यो तपाईँलाई यो एकदमै है सोच्या भन्दा एकदम खतम होइन त अब त्यो के यार त्यत्रो टाइम लगाएर आयो यति हेर्नलाई त्यही पनि गजी जनै यो भनेर लहरे बुढाले यन्जु पुनरे अब त्यो 4:40 मा सकिने रहेछ अब हामीलाई त्यो थाहा भएन होइन र अरे यो कालो अन्डा बल्ल बल्ल आरियातो गोजाइमासु यो उहाँले चाहिँ कालो अन्डा देखाएको है बल्ल बल्ल यसरी न खिच ओइ कुरा देश का ये ओशोगा चिंता दा ते इतदाकनो अचता अरे सितुएना नो दे ओइ कुरा देश का 1000 円4つで650円な何もअलिकति यो न्यू इयरमा फ्रीमा लिन त भएन नि त हैनじゃこれでま妹だと思って取ってくださいお年玉じゃそれではいありがとうございます本当ありがとうございますराम्रो優しい妹さんに会ったね今日私たちは上行ったんですけど写真も撮れなかったしこれ買うことの夢のそうもう閉めたそう残念だったありがとうございます車はまだかな下も同じなのでどうなるか一回見てみますじゃあ無事でお帰りくださいありがとうございます明けましておめでとうございますएउटा गरौँ ल यो कालो अन्डा पायो एउटा पाउनु चाहिँ अब राम्रो मान्छेले जता पनि फाइदै हुन्छ भने जस्तै हो होइन एउटा नराम्रो कुरा मात्र भएको छ तल त्यो गाडी तातेछ पुरै त्योभन्दा बाहेक अरू सबै राम्रै भयो ढिला भयो त्यो छिर्नै दिएन त्यो बुढाले लखटेर अब यो डुब्न लाग्यो घाम यो है घाम भनेको दुईचोटि मात्र राम्रो हो क्या उदाउने बेला र अस्ताउने बेला त्योभन्दा बाहेक अरू बेला यसले तताउने मात्रै हो है यहाँ केबल कार छ राम्रो चाहिँ उम्मेदै भएन पुरै यहाँ अलिकति हाम्रो दाइले गाह्रो भएको छ गाह्रो भयो अब गाडी चल्या छैन यता यो गाडीले सार हुनतिर लाग्छ अब कहाँ लगेर रोक्ने त यसलाई ए दोको अब यो बुढाले लहरे गर्यो होइन यहाँ अगाडि उस केबल कार छ केबल कार यसरी गयो होइन अब हामीलाई चाहिँ जे भए पनि ओर्लेन भने अहिले फेरि तल बन्द गरिदिन्छ भन्ने कुरा आयो त्यही भएर हामीलाई चाहिँ लखट्यो है माथि बस्नै दिएन अलि बिजोग त बिजोगै भयो एउटा धन्न कालो अन्डा हेर्न पाइयो त्यति मात्र हो त्यो कालो अन्डा पनि एउटा भेटिनीलाई ओतो सिधामा दिइदिएँ मैले है अब त्यो गरेपछि भेटिनी भन्दा नि बहिनी नै भने भनौँ न त्यो अलिकति रेस्पेक्ट गरौँ मान्छेले होइन ओतो सिधामा दिएर उ गरेपछि ठ्याक्क उसले दुईवटा दियो एउटा दाइ भाउजूलाई एउटा हामीलाई मेमोरीको लागि रात परिसक्यो है हामी चाहिँ आधी बाटोमा अब घर जानलाई 3 घन्टा बाँकी छ है यता लसनमा रोकेको होइन यो आउँदाखेरि नै ढिला भएको थियो अब फर्किन चाहिँ फर्किँदा पनि ढिलै भएको छ भनौँ न अब अझै 3 घन्टा बाँकी छ अहिले कति बज्यो अहिले समय भइसकेको छ कति भने 5:30 भनेपछि अब हामी पुग्दाखेरि चाहिँ कति बज्छ भने लगभग 3 घन्टा भनेपछि 8:30 9 बज्छ होला ठ्याक्क अब त्यति बजीतिर घर पुग्छ होइन आजको न्यू इयर चाहिँ अब खासै ठिकै भयो भनौँ न
धेरै रमाइलो पनि भएन तर लङ ड्राइभ जस्तो मात्र भयो कि यहाँ जुन देखाएको छ क्या राम्रो अब यहाँ चाहिँ म दाइहरू कुरेर हो होइन अनि दाइहरू आउनु भएपछि ट्याक्क अलिकति खाजासाजा खाने अनि निस्किने हो है त ल अब त्यो बाटोमा खिचिएछ भने भइहाल्यो खिचेन भने यसलाई नै इन्डिङ गरौँ है त ल अब हामी चाहिँ मेरा है पुरै खाजाखाना छिरेको है ल भाइ ल के छ सब ठिक छैन ल